पोखरामा बिक्री वितरण गर्ने गरेर स्थापना भएको एउटा पानी कम्पनीले गरेको बदमाशी, एउटा पानी कम्पनीले गरेको लापरवाही, मानव स्वास्थ्यमाथि गरेको लापरवाही आजको कार्यक्रममा सुरुवातमा पेश गर्न गइरहेका छौँ। त्यसपछि जेलभित्र बसिरहेको मान्छेले कसरी बाहिरका मान्छे ठग्न सम्भव हुन्छ, यो गम्भीर विषय तपाईँ समक्ष पेश गर्नेछौँ। आजको कार्यक्रमको सुरुवातमा यो एउटा पानी कम्पनीले गरेको मानव स्वास्थ्यमाथि गरेको, ग्राहकको उपभोक्ताको स्वास्थ्यमाथि गरेको लापरवाही 5 मिनटमा हेर्नुहोस्। दक्षिण पोखरा गाउँखोलाबाट एकजना ग्राहकले यो पानी किन्ने क्रममा यो ग्लेज नामको पानी लिइसके पछाडि यसमा प्रशस्त लेद हो अथवा के हो, यो अब के हो यो एक्ज्याक्ट थाहा छैन, यो के चाहिँ हो, भित्र के छ यसमा, तर यो अखाद्य वस्तु छ, पानीमा हुन नहुने वस्तु छ। यो देखिसके पछाडि उहाँले हामीलाई सम्पर्क गर्नुभयो। त्यसपछि बजारमा अन्य ठाउँहरूमा पनि यस्तै छ कि अथवा यो एउटा बोतल यो अपवाद हो कि भन्ने विषयमा हामीले अलिकति भेरिफाई गर्न गयौँ। भेरिफाई गर्दाखेरि चाहिँ यो अर्को बोतलमा समेत 2-3टा पसलमा छिर्ने बित्तिकै पनि अर्को एउटा बोतलमा पनि त्यही देखिएको छ, यस्तै लेदो देखिएको छ। यो ग्लेज नामको पानी हो। यहाँलाई जानकारी गराउँ, यो पानीको सिल तोडिएको छैन, दुवै बोतलको सिल तोडिएको छैन र यसको उत्पादन मिति 2023 5 महिना 31 गते भनेर भनिएको छ र यो 6 महिनासम्म प्रयोग गर्न मिल्ने भनेर यही बोतलमा उल्लेख गरिएको छ। भनेपछि यो यसको उपभोग्य मिति गइसकेको छैन, उपभोग्य मिति अवधिभित्रै छ र सिल पनि तोडिएको छैन। सिलबन्दी पानीमा, यो ग्लेज नामको सिलबन्दी पानीमा यो किसिमको लापरवाही अथवा यो किसिमको मानव स्वास्थ्यमाथिको खेलबाड देखिएको हुनाले हामी सम्बन्धित कम्पनीसँग यस विषयमा जवाफ लिनको लागि त्यसतर्फ तपाईँलाई लिएर जाँदैछौँ। जसो नि यो बोतलमा देखिएको अखाद्य पदार्थ देखिएको पानी बोतल लिएर हामी सम्बन्धित कम्पनीमा आइपुगेका छौँ। यो ग्लेज नामको पानी उत्पादन गर्ने कम्पनी पोखरा नेचुरल फुड एन्ड बेभरेज प्राइभेट लिमिटेड भनेर छ। यो कम्पनीमा हामी आइपुगेका छौँ। यस कम्पनीका जिम्मेवार व्यक्ति शरद चन्द्र बराल यति बेला हामीसँग हुनुहुन्छ। सर नमस्ते, स्वागत छ यहाँलाई। नमस्ते सर। यो पानीमा तपाईँहरूको नयाँ स्किम रहेछ, पानी किन्दा लेदो उपहार, पानी किन्दा लेदो उपहार, पानी किन्दा लेदो उपहार। त्यो त बिल्कुल होइन, त्यस्तो त हुँदैन। के हो त सर, यो के हो, हेर्नुहोस् त, यो चाहिँ के हो? तपाईँको देखाएको छ सर, आँखाले देख्नु भएको छ, समाउनु भएको छ, के चाहिँ हो सर? यो सिधै प्रत्यक्ष जनतासँग जोडिएको विषय हो, जनताको स्वास्थ्यसँग जोडिएको विषय हो, जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने? यो सरले विषय राख्नुभयो, ठिक विषय हो। यो मूलतः यो पानी हामीले परीक्षणकालीन पानी हो। यो हामीले बजारमा स्याम्पलको रूपमा दुई चारवटा कार्टुन, यो लटमा यो 3 नम्बर ब्याच हो। 3 नम्बर ब्याचमा हामीले 10-15 कार्टुन 20 कार्टुनसम्म हामीले प्रडक्सन गरेर साथीभाइ नजिकको र टेस्टको लागि हामीले चाहिँ मार्केट पठाएको पानी हो। यो हामीले बजारमा बिक्री वितरण चाहिँ गरेका छैनौँ। बिक्री गरेर हामीले किन्न पाइयो, बजारमा बिक्रीमा थियो, त्यस कारणले हामीले किन्न पाइयो। तपाईँले भन्नुभएको परीक्षण उत्पादन हो भने यहाँ परीक्षण उत्पादन हो भनेर खुलाउनु पर्थ्यो। यो बेच्नको लागि होइन भने यो बेच्नको लागि होइन भन्ने कुरा यहाँ उल्लेख हुनु पर्थ्यो, यहाँ खुलाउनु पर्थ्यो त्यो कुरा। दोस्रो कुरा, तपाईँले जो साथीभाइलाई दिएँ भन्नुभयो, साथीभाइलाई तपाईँले दिनुभयो होला एउटा पाटो भयो। हामीले किराना पसलबाट हामी आफैले किन्यौँ, एउटा उपभोक्ताले खास ओरिजिनल ग्राहकले किन्नुभयो पानी, अर्को चाहिँ हामी आफैले किन्यौँ। भर्खरै अहिले आउँदाखेरि गाउँखोलामा किनेर आयौँ, भर्खरै आउँदाखेरि हामीले पैसा तिरेर किनेर आयौँ, यो बिजुली पानी लिएर आयौँ। कसरी मिसप्लेस भयो? यो ब्याजको पानी चाहिँ अरू बजारमा हजुरले सायद पाउनुहुन्न। अब म तपाईँलाई त्यो पसल पनि देखाउन सक्छु, हामीले किनेको चाहिँ पसल पनि देखाउँछु, त्यो पसलको साउजीलाई पनि देखाउँछु। पसलको साउजी यो भन्दै हुनुहुन्छ कि तपाईँले त्यो यो 5/31 को उत्पादन मिति छ, त्यो बेला पठाएको पानी हो भनेर भन्नुभएको छ। यो पानी अस्ति बिक्री भएको छ, अस्ति मार्केटमा तपाईँले पठाउनु भएको छ यो पानी। यो अस्ति मार्केटमा हामीले पठाएको छैनौँ। म तपाईँलाई ती साउजीको नम्बर के छ यहाँ, ती साउजीलाई म तपाईँलाई भेटाउने भने भेटाउन सक्छु। नर्मल्ली होइन, भेटाउनै त परेन। हजुरले नर्मल्ली के हेरिदिनु पर्यो भने यो ब्याच नम्बर र म्यानुफ्याक्चर डेटको योभन्दा बढी पानी सायद उहाँसँग छैन होला। तर त्यो चाहिँ उपभोक्तासम्म पुग्यो, उपभोक्ताले किनेर खाए र उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भयो। यो कुरा के हो भने सर, हिजो अस्ति नै मार्केटमा पानी नगएको भन्ने चाहिँ होइन, पानी चाहिँ गइरहेछ। पानी जाने क्रममा यो परीक्षणकालीन पानी त हामीले त निश्चित मात्रामा। अब तपाईँ यस्तो कुरा गर्नुहुन्छ भने यो पानी जहिलेसुकै गएको होस्, जहिलेसुकै गएको होस्, यसको परीक्षण भएको होस् अथवा नभएको होस्, परीक्षण होस् नहोस् मतलबै भएन, तर ग्राहकसम्म पुग्यो, ग्राहकले खाए र तपाईँले कानुन विपरीतको काम गर्नुभयो।
तपाईँले जनताको स्वास्थ्यमाथि खेलवाड गर्नुभयो। जहिले सुकै पठाउनुहोस् पानी, जहिले सुकै उत्पादन गर्नुहोस्, परीक्षणको लागि पठाउनुहोस् अथवा व्यावसायिक प्रयोजनको लागि पठाउनुहोस्, तपाईँले गम्भीर कानुनको उल्लङ्घन गर्नुभयो र स्वास्थ्यमाथि खेलवाड गर्नुभयो। कुरा यति हो, अरू धेरै कुरै चाहिएन सर। यसको आन्सर गर्नुहोस् अब। सर यस्तो हो, यो कहिलेकाहीँ ह्युमन इरर हुनसक्छ यो पार्टमा, होइन, यो नजानु पर्थ्यो गयो। तर हजुर यहाँ फ्याक्ट्रीमा आइरहनु भएको छ, हाम्रो फ्याक्ट्री एकचोटि हजुरले हेर्नुभयो भने पनि हामी आम नागरिकको, आम कस्टमरको त्यो हेल्थप्रति कति सचेत छौँ भनेर तपाईँ आफैले हेर्न सक्नुहुन्छ। सर मैले तपाईँको फ्याक्ट्री हेरेँ, मैले पोखराका पानी कम्पनीहरू 2-4वटामा छिरेको छु। मैले त्यो फुटेज पनि ल्याएको छु, म टिभीमा पनि देखाउँछु तपाईँको पानीको सेटअप कस्तो छ, तपाईँको कम्पनीको सेटअप कस्तो छ भन्ने देखाउँछु। मलाई तपाईँको कम्पनीको सेटअप देखेर आहा भन्न मन छ क्या, कस्तो राम्रो गर्नुभएछ भन्न मन छ मलाई। तामझाम जति नै भए पनि तपाईँले ठुलो लगानी गर्नुभएको छ, क्वालिटी कन्ट्रोललाई थुप्रो तपाईँले काम गर्नुभएको छ, मैले माने। तर उत्पादन हो नि त सबै गरेको किन भन्दाखेरि त क्वालिटीको उत्पादनको लागि। अनि उत्पादनमै यस्तो भएपछि गर्ने के अब? यो त्यही त मैले सरलाई अघि पनि भने, यो पानी बजारमै नजानु पर्ने पानी हो। कसरी भयो मिसप्लेस ह्युमन इरर कहाँनिर भयो भन्ने मात्रै कुरा हो। यो सोचनीय विषय छ। हामीले पनि हाम्रो तर्फबाट यसलाई चाहिँ हेर्छौँ। तपाईँले जुन विषयवस्तु ल्याइदिनु भएको छ यो हामीलाई सुध्रिने मौका दिनुभयो तपाईँलाई पनि, र उहाँ जुन व्यापारीले दिनुभयो उहाँलाई पनि मैले धन्यवाद दिनुपर्छ। उहाँले डाइरेक्ट मसँग ल्याएको पनि हुन्थ्यो, तपाईँ मार्फत आउँदा पनि मलाई चाहिँ त्यस्तो। अब ती ग्राहकको कुरा अनुसार चाहिँ के छ भन्दाखेरि कामखोलाभरि तपाईँ पसलमा जानुभयो भने सब पसलमा यस्तै छ पानी भन्छन्। हामीले भनेको कुरा चाहिँ होइन, तपाईँका ग्राहकले भनेको कुरा। बजारभरि यस्तै छ पानी भन्छन् क्या तपाईँको। त्यस्तो चाहिँ हुँदैन सर, त्यो चाहिँ छैन। यो हो चाहिँ के त, के मिसाउनु भएको त नि? यो मिसाउनु भएको चाहिँ के हो? यो हो चाहिँ के? कालो उसमा चाहिँ होइन, यो भित्रको के हो? यो हामीले मिसाएको भन्दा नि यो उत्पादन भयो होला, होइन। यसमा मिनरलको मात्रा मिसाउनु त मिसाएरै भयो, यो मिसाएरै भयो। यो होइन, हो चाहिँ के सर यो भित्र? यो अब समग्रमा यो ह्युमन इरर हो। अब यसलाई के गरौँ सर, के गरौँ यसलाई? अब यसलाई मैले सम्बन्धित निकायमा लिएर जाउँ, म सिडिओलाई लगेर छोडिदिउँ यो पानी, के गरौँ? होइन, यसलाई मैले सरलाई अघि पनि भने यो प्रति हामी सचेत छौँ। यो ब्याजको पानी अझै पनि बजारमा कहीँ छ जस्तो मलाई लाग्दैन। जस्तो तपाईँले पनि साइडबाट लिए भन्ने बित्तिकै हामी संवेदनशील भइहाल्यौँ। अनि आखिर यो जनताको प्रत्यक्ष जोडिने विषयवस्तु पनि हो। यसलाई यदि बजारमा छ भने पनि हामीले रिप्लेसमेन्ट गर्नेदेखि लिएर सम्पूर्ण काम गर्छौँ। प्रत्यक्ष जनतासँग जोडिएको र जनताको पनि स्वास्थ्यसँग जोडिएको हुनाले इरर भयो, मानवीय त्रुटि भयो भनेर छुट पाउने विषय होइन। मूलत यो नियतले मिसाइएको होइन। मैले अघि सरलाई भनिरहेको छु नि, नियतले होइन, लापरवाही चाहिँ भयो। लापरवाही चाहिँ गर्नुभयो, लापरवाहीले लापरवाही भयो, नियत होइन। नियत त मेरो कम्पनीलाई राम्रै बनाऊ, मेरो कम्पनीलाई मान्छेले राम्रै भनौँ, क्वालिटीको पानी छ भन्ने नै हो नियत त। तर लापरवाही भयो। लापरवाही भन्दा नि जस इरर भयो त्यो हामीले त्यो मैले त्यो ब्याजको राख्दा बाइ द वे के हुनसक्छ भने हामीले यसलाई चाहिँ सेपरेट गरेको हो, होइन। त्यति बेला स्याम्पलिङ उसमा चाहिँ जाँदा सायद यो सेल्सै भएर चाहिँ होइन। आजको यो जे भयो भने हामीले किन्यौँ, मार्केटमा छ, कस्टमरसँग पुग्यो, यसलाई तत्काल सुधार गर्नु होला। र यो पानी अब आइन्दाबाट यो पानीको विषयमा कम्प्लेन लिएर तपाईँसँग दोस्रो पटक भेट्न नपरोस्। बिल्कुल सरले जुन गर्नुभयो हामीलाई पनि सचेत गर्नुभयो। यो हामी पनि फर्स्ट उसमै हो। म यसलाई चाहिँ हामी करेक्सन गर्नुपर्ने ठाउँमा हामी भरपूर रूपमा करेक्सन